फेरि पनि स्वागत छ तपाईँ मेरो युट्युब च्यानलमा है। फेरि पनि कति दिन बाद मैले ब्लग लिएर आएको छु। आज चाहिँ सन्डे छुट्टी हाम्रो। आज चाहिँ के छ भने हामी चाहिँ आज पाला जाँदैछु, पाला रेलीगालीपट्टि। त्यहाँ चाहिँ अब केटा हुने सारा चाहिँ सन्डे चाहिँ माथि होम जोइन गएको नि। त्यहाँ चाहिँ उनीहरूले चाहिँ आज बिक्री भनेको पैसा उठाइदियो। मैले साथी पर्खिरहेको छु स्कुटीमा यहाँ। साथी चाहिँ आयो मेरो यहाँ। चोचोला कहाँ जानु भएको? म चाहिँ उहाँको स्कुटी चाहिँ मैले चलाएको, उहाँले चाहिँ बाइक, उहाँ आफ्नो साथीको बाइकमा हिँडेको थिएँ। यी साथी चाहिँ आइपुग्यो यहाँ है। स्कुटी कस्तो कुदाउँछ भनिदिनु मैले। हेलमेट लगाऊ अगाडि चाहिँ। ओके, म तपाईँलाई तल पुगेर देखाउँछु है। ल ओके ओके। दिन पनि एकदम गर्मी टाइपको छ क्या। ओके ओके, अब तल पुगेर देखाउँछु है कस्तो हुन्छ। अहिले चाहिँ हामी यहाँ बिचमा बसिरहेको छ, एकछिन रेस्ट दिएको नि। ओह्रालो अलिकति बेसी ब्रेक लाग्यो कि त्यही एकछिन रेस्ट। म हिरो हेर्नु नि यहाँ फेरि चस्मा मात्रै हेर्नु यसको फेरि। छोरा लाग्यो स्कुटी। राम्रो साथ दियो अहिले आज है। साह्रो रहेछ मलाई फर्स्ट टाइम कुदाएको नि स्कुटी त्यति साह्रो पर्फेक्ट छैन क्या कुदाउनु। त्यसले गर्दा बिस्तारै कुदाउनु। म यहाँ चाहिँ शीतल रहेछ अलिकति, त्यसले गर्दा हामी चाहिँ यहाँ बस्यो। अरू चाहिँ केटाहरू चाहिँ माथि त सामानहरू चाहिँ ग्रुपमा आउने होला। हामी हिँड्दै गरेको नि किनभने त्यो हुन्छ नि त, हामी चाहिँ ढिलो हुन्छ नि त, त्यसले गर्दा हिँड्दै गरेको अगाडि है। के तल चाहिँ के हो थाहा भएन, यो जग्गाको नाम के हो है। ओके, अहिले तल पुगै देखाउँछु तपाईँलाई। हाम्रो ग्रुप हेर्नु एउटा दुईवटा तिनवटा यहाँ पनि छ एक ग्रुप। ब्लगर हो ए, आज तल पार्टी गर्नुपर्छ है। हाम्रो सबै यो फुटबल टिम हो, फुटबल खेल्ने होम्स पार्टीहरू सबै यहाँ। आमामा चो त तपाईँको कसले खाएर भन्नु त? पालाले को पाला? ए अब हामीसँग आउने पाला हल्का छुइदिएछ नि यहाँ चाहिँ, तर ड्यामेज हो केही पनि भएन है। ब्रेक छैन पालाको। ओके, ऊ पाला आउनु हुँदैछ। पाला कहाँ जानु भएको? इन्डिकेसन दिँदै। ओके, हामी तल गएर भेटौँ है। यो ग्रुप हिँड्दैछ लु। ओ पाला बिस्तारै है। ओके, तल पुगेर देखाउँछु तपाईँलाई। मलाई त कहाँ हो लो चलो भाइ चलो। रेली गएको मान्छेहरू उता देखा न। रेली चाहिँ एकदम बिस्तारै एकदम बिस्तारै जानु पर्यो है। केटाहरूसँग फुटबल टिमसँग गएको आज चाहिँ भाक्क लडिदिनु माने ओ फर्चलाउनु पर्दैन जस्तो केही हुँदैन अब स्की ह्यान्डल त्यसो नदेख न। हौ त्यस माथिबाट देख न, हौ त्यस्तो के हुँदैन। काट्यो यता पाला भित्र पस्दैछ तल। यहाँ दामी रहेछ के खेतबारी चाहिँ आमा हाम्रो स्कुटी भाइ बिस्तारै हिँडेको। अरू त गइसक्यो है, चोली लिएर अगाडि जानुपर्छ कि यहाँ नि तल। आमा रन के बोकेको हातमा भन्दैन? चपिङ बोट। ओके, तपाईँ उता पुगेर देखाउँछु म।
हेलो अब हामी चाहिँ यहाँ बाटो चाहिँ राम्रो छैन त्यसले म झरेँ है उसले फेरि राम्रै कुदाउनु सक्दैन अनि अब नि आइपुग्यो है हामी चाहिँ अब छोरा अगाडि जाने छ है अनि यहाँ चाहिँ तपाईँहरूको माछा रहेछ है यहाँ माछा हेर्नुहोस् यहाँ देख्दैन होला तर है जुम गरिदिउँ हेर्नुहोस् त माछा रहेछ है माछा रहेछ है उता पुगिसक्यो है उता पुगिसक्यो है गाइस अनि हामी चाहिँ आइपुगिसक्यो है यहाँ छोरा र स्कुटी यहाँ राख्ने रहेछ है अनि पुल त हेर्नुहोस् तपाईँ यस्तो छ है पुल यो पुल हो अघि हामी मानेर खिचेको है अनि यहाँ है सबैजना बाइकहरू चाहिँ यहाँ राख्छ है त्यहाँदेखि सबै हाम्रो ग्रुप चाहिँ उता छ है हाम्रो ग्रुप चाहिँ यिनीहरू हो है यहाँ साथीहरू सबै है अनि खेल्ने त मुन्नी हेर्छ तपाईँलाई यहाँ हेर्छ है हामी चाहिँ आइपुग्यो यो पाला पुलको मुनिपट्टि चाहिँ हामी चाहिँ हेर्नु गीत नै बज्दैछ ल कपिराइट आउँछ ल यहाँ म छोटा यहाँ हेर्नु न फेरि अब ड्युटीमा लागिहाल्छ आफ्नो अब पुग्ने ड्युटीमा अब चाहिँ खाना पकाएर खानुपर्ने होला है सुनिङ त भरतिर होला ओके देखाउँदै गर्छु तपाईँलाई यहाँ चाहिँ अब टेन्ट लाउँदैछ टेन्ट खुर ऊपर चाहिँ कुकिङ हुँदैछ है दृश्य चाहिँ यस्तो छ हेर्नु आमा अहिले चाहिँ हाम्रो चाहिँ काम केही छैन उनीहरू काम गर्दैछ त्यहाँ हो यहाँ चाहिँ छोटोलाई चाहिँ यहाँ के खान्छ सुन्तला खान्छ सन्तरा खान्छ सन्तरा हेर्दैन मजा छ हौ मजा छ खुर पनि लगाइसक्यो है अब हेर्नु पुलमाथि हेर्नु पुल कस्तो मजाको देखिरहेको छ यहाँबाट ठिकै छ अब एकछिन देखाउँछु तपाईँलाई है के हुन्छ दाउरा खोज्नु गएको थिएँ दाउरा दामी पाएँ है दाउरा पाएँ के पाएँ भनिदिनु दाउरा दामी चाहिँ ब्याम्बो लिकिन आयो ब्याम्बो त राम्रो बोल्छ है यसले नै एउटा ल्याएर थियो मेरो दामी छ यहाँ कति दामी हो आम्मा ग्रुप चाहिँ पर चाहिँ हेर्दै गर्नु के हुन्छ है पिङ पार्टीहरू चाहिँ यता चाहिँ यहाँ हेर्नु मास्टर सेफ चाहिँ यहाँ चाहिँ को सेफ तपाईँ हो सेफ चाहिँ नर्बुदा अरे हेर्नु नाम यता चाहिँ झालमुरी बनाइ हुँदैछ त्यहाँ चाहिँ हेर्नु है झालमुरी आम्मा कटाइ मात्रै हेर्नु न फेरि लाग्दो छ पकाउनु चाहिँ कसले पकाउनुहुन्छ आज नर्बुदा यहाँ चाहिँ के हो यो चाहिँ के हो चिकन होला चिकन आम्मा म चस्मा लगाएर बसिरहेको छु त ओके एकछिन मैले देखाउँछु यहाँ चाहिँ खानाको रेडी हुँदैछ यतातिर चाहिँ है अनि यहाँ चाहिँ झालमुरी बनाउँदैछ सायद चाहिँ एकछिनबाट खाना पकाउँछ होला ड्रेस चाहिँ यस्तो चाहिँ हेर्नु देखाउँदै गर्छु तपाईँहरूलाई के हुन्छ अहिले तपाईँहरू आइहाल्यो भने यहाँनिर सबै चाहिँ कटर्सहरू पनि पुरा छ बस्नु हेर्नु हो यहाँ पनि रहेछ एउटा खेल्ने जग्गा है तल पनि छ तल पनि छ माथि पनि रहेछ हो अहिले चाहिँ अब रेस्ट गरिरहेको छु माथि चाहिँ खाना पकाउने स्टार्ट हुँदैछ खाना पकाइरहेको छु यहाँ चाहिँ म चाहिँ चिसो फुटाएको उयो भयो नि त यहाँ नि झालपट्टि तपाईँलाई थाहै छ मेरो चस्मा हेर्ने सबैले चस्मा ल्याएछ मैले चस्मा ल्याउनु बिर्सेछु है चस्मा मात्रै हेर्नु मेरो आमा यहाँ नै स्विमिङ ग्लास पनि हो चस्मा पनि हो सनग्लास पनि हो है दामी चस्मा हामीलाई कामै छैन माथि उनीहरूले खाना उनीहरूले पकाउँदैछ कति उनीहरूले गर्दैछ है हामी कम्बो मात्रै लगायो हामीले यति जुत्ता भिजाइदिएको चित्त भयो खुट्टा ओके डान्स भयो है डान्स स्टार्ट होइन कविलाई आउँछ होला सायद है हामी चाहिँ के हो हेरेको ओ पालाको झन् खुट्टा चिलाइसक्यो त्यहाँ हेर्नु पाला खुट्टा चिलाइसकेको छ पानी पऱ्यो हेर्नु पिकनिक आएको त पानी पर्यो पानी परेर सामानहरू सबै भित्र ल्याएर राख्यो हेर्नु हाम्रो चाहिँ एकदम दामी भयो है यस्तो लियो लगाएर चाहिँ आम्मा यहाँ डनले सिकाउँदैछ पानीमा सबैजना उठ्दैछ पर चाहिँ पानी पऱ्यो नि त हामीले चाहिँ तम्बु लगाएको एकदम ठिक भइसक्यो यहाँ है तम्बु लगाएको चाहिँ एकदम ठिक भएछ यहाँ
म चाहिँ खाना बनाउँछु बडा नबु चोजो चाहिँ फेरि यहाँ चाहिँ यो चोजोहरू चाहिँ यहाँ खेल्दैछ होइन हाम्रो डन यहाँ बुई चोजो खेलेको नि यहाँ लाग्दो खेल्दैछ डल्फिन जस्तै खाना चाहिँ बनाइसक्यो पानी पनि पऱ्यो हेर्नु न सिधा पुलको पनि जान्छ अघि चाहिँ पुरा भिड थियो अहिले खाली भइसक्यो सबै भइसक्यो ए चोजो बोलाउनु चोजो ए डन र चोजो यहाँ फाइट खेल्दैछ पानीको बुई चोजो कस्तो ड्राइभ देखेछ त माथिबाट अब म पनि खेल्छु अहिले चाहिँ सबै खाली भयो हेर्नु न सबैजना चाहिँ गयो है खाना खानु को खाना खानु गयो हाम्रो केटाहरू त खाना खानु गयो है हामीहरू भयो 2 जना मात्रै रहेछ यहाँ बसिरहेको अहिले चाहिँ अनि फेरि घाम पर्दै पानी पर्दै दिन चाहिँ घाम लाग्दै पानी पर्दै हुँदैछ हो आधी त सबै खाना खानु गएको त बेसी खेल्नु हुँदैन फेरि बिमार हुन्छ है त्यसले गर्दा कम्ती खेल्छु अब लास्ट 1-2 खेल्छु जानु भयो है ओके तपाईँलाई अहिले खाना खाने टाइममा देखाउँछु म है यहाँ खाना खाँदैछ हामीहरू सबैजना यहाँ हेर्नु न खाना बाँड्दैछ यहाँ चाहिँ खाना पार्टीहरू हिजो रहेछ खाना बाँड्नु चाहिँ खाना चाहिँ दामी चाहिँ ओके खाएको म चाहिँ अब म चाहिँ भेज हो एकदम लक्कै है ओके खाना खाइसक्यो देखाउँछु तपाईँहरूलाई के देखाउनु मोबाइलको ब्याट्री पनि सक्न आँटिसकेछ है पानी पर्दै पानी रहँदै हुँदैछ यता चाहिँ ओके बाई बाई खाना कस्तो भएछ नि भनिदेऊ न दामी भएछ है एकदम दामी एकदम दामी ए जो कस्तो भएछ भन्नु अस्ति चाहिँ भनिदेऊ न क्या है खाना है चिकन है पार्टी है हाम्रो चाहिँ यो कुड लगाएको चाहिँ एकदम राम्रो भएछ यहाँ चाहिँ कुड लगाएको एकदम राम्रो भयो यहाँ उपर हो खाना अझै खाँदैछ हो पानी पर्दै फेरि रहँदै फेरि पानी पर्दै फेरि रहँदै हेर्नु अझै खाना पनि खाइसकेँ यहाँ चाहिँ के हुँदैछ भन्दाखेरि हाम्रो यहाँ डेक्ची पार्टी चाहिँ यता छ ब्रो हेल्प चाहिन्छ हाम्रो यहाँ चाहिँ हाम्रो अब खाना खाइसकेको यो त धुनु पर्छ होइन लास्टमा यहाँ हेर्नु न धुने तरिका चाहिँ एकदम दामी छ उहाँको चाहिँ फेरि है कसरी धुनुपर्छ स्टिक्सहरू पत्ता राखिदिनु न अलिक त्यसलाई टक्कै यता राखेर कराई पल्टाएर यसो राख्नुहोस् त्यहाँनिर है ऊ चाहिँ अर्को पनि आयो आम्मामामा आजको पार्टी कस्तो भइदियो अनि पिकनिक मजा आयो है स्विमिङ खेल्नु मजा आयो है पिकनिक गर्नु मजा आयो हो अब पालाले खुर पनि उठाउनु थाल्यो फेरि है पाला नभएको त आज हामी ढलेको नि ढले हुन्थ्यो नि है किन पानी पर्दै फेरि रहँदै पानी पर्दै रहँदै ल कति बज्यो थाहा भएन त्यो म एकछिन भन्छु ए ओके तपाईँलाई म एकछिनमा देखाउँछु अब के हुन्छ है अब चाहिँ यहाँ फर्किनु आँटेको हामीहरू चाहिँ यहाँ चाहिँ सबै उठाइसक्यो यहाँ चाहिँ नाच्नु हुँदैछ चोजहरू चाहिँ माथि होम्स केटाहरू है नाच्नु हुँदैछ यहाँ चाहिँ चोजरमा चाहिँ परसँग घुम्नु गएको थियो एकछिन है उता हुन आँटिसक्यो 4 बजिसक्यो नि त त्यसले गर्दा हाम्रो फेरि अर्को क्यामेराम्यान यहाँ छ है यहाँ आजको यो ब्लग चाहिँ अब एकछिनमा एन्ड गरिहाल्छु म ब्याट्री पनि सक्न आँटेछ मेरो मोबाइलको है त्यसले गर्दा आज चाहिँ छुट्टी थियो हाम्रो है मेलाबाट पर्मिसन पनि किन हाल्नु उनीहरू पैसा उठायो नि त त्यसले गर्दा ओके तपाईँहरूलाई देखाउँछु एकछिनमा जाने टाइममा फेरि पनि है यहाँ चाहिँ मजा गर्दैछ अहिले चाहिँ उनीहरू चाहिँ अब चाहिँ हाम्रो पिकनिक सक्यो सबै फर्किँदैछ अब चाहिँ हेर्नु बुट्टु जाँदैछ कतिजनाले हिँडिसक्यो उता है स्कुटीहरू पर छ स्कुटी बाइकहरू है ओके पर देखाउँछ अब चाहिँ फर्किनु आँटेको चाहिँ हेर्नु सबैजना लिनु छ त हिरो देखिरहेको छ अझै पनि तपाईँ ल अब चाहिँ सबैजना हिँड्नु थाल्यो है सबैजना हो सबै बाइक हामी चाहिँ यहाँ छ स्कुटी हुन्छ माथि कुन चाहिँ हो माथि हो त्यो बस्दै गर्नु न यो ठुलो अब चाहिँ फर्किनु आँट्यो है आजको ब्लग चाहिँ यति नै कस्तो लाग्यो होला तपाईँहरूलाई अब चाहिँ फर्किनुपर्छ है ढिलो भयो माथि
मजा पनि आयो एकदम है ओके बाई बाई यो ब्लग बेलुकासम्म आउँछ है मजा आयो है अब चाहिँ फर्किन्छु सबैजना फर्किँदैछ यहाँ ल ल ओके बाई अब चाहिँ हाम्रो ग्रुप चाहिँ हो जानु लागि उकालो रेडी छ एकदम हिँड्यो चलो 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 पिछाइदिएर चोचोलाई मलाई त नपक्रियो यार फर्केको अब चाहिँ है मजा आयो आज चाहिँ एकदम मजा आयो है चिप्लिन्छ अघि चिप्लियो होइन तँ कस्तो अगाडि बस्दैछस् दाइ पछाडि को आउँदैछ को आछ पछाडि मलाई नपक मलाई त नाच्छ नि यार यो चाहिँ हाम्रो ग्रुप है यहाँ आज पिकनिक गएको मलाई पानी उठाउँछ नि ब्लग चाहिँ एन्डिङ चाहिँ गरेँ तर भने आज अहिले चाहिँ यहाँ बसेर चिया खाने है चिया खाएर सबैले इन्ट्रेस्ट गरेर हाम्रो जाने ग्रुपहरू सबै यता छ सबै यो दिन यहाँ माथि दिन्छ सबै यो जाने ग्रुपकै उयो बाइक हो भाडाहरू बोकेर हेर्नु न पिकनिकको भाडा बोकेर है ओके आजको ब्लग चाहिँ यति नै एन्डिङ त अघि पनि गरेको थियो तर भए पनि हिरो हेर्नु फेरि पनि एकचोटि एन्डिङ गरेको कोही कोही बेला हल्का मजाले रमाइलो गरेको है तपाईँहरू नरम नसोच्दिनु होला फेरि चाहिँ फेरि ए आमा गयो 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 पिकनिक ग्रुप ओके ल ल ल ल ल ल ल ल ए के गर्नुहुन्छ दुईजना जात तरिका ल ल ल चल्यो ओके ओके हामी गएको है फेरि पनि यति छोटो देखाएँ